हेलो सम्पूर्णमा नमस्ते। आज हामीले हजुरहरू सामु एकदमै रोचक विषय लिएर आएका छौँ। यो विषय के सम्बन्धी छ भन्दाखेरि जनावरहरूले दिसा पिसाब गरिसकेपछि जमिन कोतार्नुको वैज्ञानिक कारण सम्बन्धी रहेको छ। यसको जानकारी यस प्रकार रहेको छ। प्राय कुकुर तथा अन्य जनावरहरूले दिसा पिसाब गरिसकेपछि खुट्टाले जमिन कोतार्ने व्यवहारलाई अङ्ग्रेजीमा ग्राउन्ड स्कार्चिङ भनिन्छ, जसलाई नेपालीमा जमिन कोतार्नु वा भुइँ खोताल्नु भनिन्छ। र यो केवल माटो छोप्नका लागि मात्र नभई कुकुर जस्ता जनावरहरूका खुट्टाको पन्जामा विशेष ग्रन्थि हुन्छन्, जसबाट गन्ध निस्किन्छ र दिसा पिसाबमा पनि फेरोमोन भन्ने रासायनिक तत्त्व पाइन्छ। जब उनीहरूले दिसा वा पिसाब गर्छन्, त्यसपछि खुट्टाले जमिन कोतारेर पन्जाबाट निस्किएको गन्ध र फेरोमोनलाई वरिपरि फैलाउँछन्, जसले अरू जनावरलाई यो क्षेत्र मेरो हो, को आएको थियो, कति बलियो वा स्वस्थ थियो भन्ने जैविक सूचना दिन्छ। साथै कोतार्दा माटो उछिट्टिएर दृश्य चिन्ह पनि बन्छ, जसले सङ्केत अझ स्पष्ट बनाउँछ। यो व्यवहार जङ्गली पुर्खाबाट विकसित भएको स्वाभाविक प्रवृत्ति हो, जसले क्षेत्र सुरक्षित राख्ने, सञ्चार गर्ने र प्रभुत्व देखाउने काम गर्छ। त्यसैले खुट्टा कोतार्नु केवल बानी मात्र होइन, गन्ध र रासायनिक सङ्केत मार्फत सन्देश दिने वैज्ञानिक रूपमा प्रमाणित प्राकृतिक तरिका हो। हजुरहरूलाई यस्तै जानकारी मन पर्छन् भने हामीले हाम्रो युट्युब च्यानल कम्प्लिट इन्फर्मेसनमा राख्ने गरेका छौँ। हजुरहरूले हाम्रो च्यानललाई सेयर, सब्सक्राइब, लाइक र कमेन्ट गर्न सक्नुहुनेछ। धन्यवाद। जय नेपाल, जय देश।